तपाईले इन्टरनेट चलाइराख्नु भएको छ र तपाईको इन्टरनेट एकदम स्लो भइरहेको छ भने आज मैले तपाईहरुलाई कसरी अलिकति इन्टरनेटको स्पिड बढाउने भन्ने बारेको एउटा जानकारी गराउँछु। इन्टरनेट यदि स्लो भएको खण्डमा इन्टरनेटलाई अलिकति छिटो बनाउने एक तरिकाबाट मैले तपाईहरुलाई यहाँ जानकारी गराउँदै छु हैन। मैले यहाँ तपाईहरुमा आज सिकाउन लागेको त्यो मेथड भनेको गुगल पब्लिक डीएनएस युज गरेर हैन। यो गुगल पब्लिक डीएनएस भनेको फ्री ग्लोबल डोमेन नेम सिस्टम भनेको डीएनएस रिजोल्युसन सर्भिस हो हैन। यसले तपाईको ब्राउजिङलाई छिटो छरितो बनाउँछ हैन र सेक्युरिटी सिस्टमलाई अलिकति इम्प्रुभ गर्दछ। त्यही भएको कारणले गर्दाखेरि मैले आज यो डीएनएस सिस्टम युज गरेर तपाईहरुको इन्टरनेट स्लो भएको इन्टरनेटलाई अलिकति फास्ट बनाउने तरिकाको जानकारी दिँदै छु। अब यसको लागि सबभन्दा पहिला हामीले के गर्नुपर्छ भन्दाखेरि इन्टरनेटमा जाने हैन। इन्टरनेट भनेको यहाँनिर अब सबभन्दा सजिलोको लागि यहाँ हेर्नुस् त यहाँनिर हैन, यहाँनिर त यो नेटवर्क भनेर लेखेको छ। यसमा गएर तपाईले के गर्नुस् भन्दाखेरि राइट क्लिक गर्नुस् हैन। राइट क्लिक गरेपछि ओपन नेटवर्क एन्ड शेयरिङ सेन्टर भनेर आउँछ हैन। अनि यसरी आइसकेपछि अब यहाँनिर तपाईको इन्टरनेट आउँछ हैन। अब यो इन्टरनेट आइसकेपछि अब यहाँ तपाईले के गर्नुस् भन्दाखेरि हैन, अब यसलाई चाहिँ चेन्ज एडाप्टर सेटिङ भन्ने यो गर्नुस् हैन। अब यहाँ आउँछ अनि यो आउँछ तपाईको नेटवर्क। अब कसैको कस्तो किसिमको नेटवर्क भएको आउँछ के आउँछ, यहाँ कसैका 3-4 वटा आउँछन्। अब तपाईले कुन आफ्नो नेटवर्कको भन्ने चाहिँ यहाँनिर छुटाउनु पर्यो। यहाँ मेरो जम्मा एउटै छ हैन। अब यसमा मैले के गर्छु राइट क्लिक गर्ने। राइट क्लिक गरिसकेपछि प्रपर्टिजमा जानुस् है। अनि प्रपर्टिजमा गइसकेपछि एउटा बक्स आउँछ हैन। यो बक्समा गएर के गर्नुस् भन्दाखेरि तपाई तल गएर यहाँ यसरी हेर्नुस् हैन। यहाँ हेरिसकेपछि एउटा के भेटिन्छ भन्दाखेरि इन्टरनेट प्रोटोकल भर्जन 4, यहाँ 6 छ एउटा 4 छ हैन। हामीले के गर्नु भन्दाखेरि इन्टरनेट प्रोटोकल भर्जन 4 टिसिपी आइपिभी4 भनेको यसलाई चाहिँ हाइलाइट गरौँ हैन। अनि यसको प्रपर्टिजमा गएर क्लिक गरौँ। अनि यहाँ क्लिक गरिसकेपछि यहाँ दुईवटा बक्सहरु देखिन्छ नर्मली हेर्नुस् है। एउटा चाहिँ यो माथिल्लो, एउटा चाहिँ तल्लो। माथिकोलाई केही नगरौँ हैन, तलकोलाई के गरौँ भन्दाखेरि युज गरौँ। तलकोलाई युज गर्नलाई के गर्नु भन्दाखेरि यहाँ अब्टेन डीएनएस सर्भर एड्रेस अटोमेटिकली भनेको छैन, अटोमेटिकली नगरेर यहाँ तल्लोमा क्लिक गर्ने हैन। अनि यहाँ क्लिक गरिसकेपछि यहाँ के गर्ने भन्दाखेरि 8 हैन। अनि 8 अनि 8844 हैन भनेको यो। अब यो तल्लोमा गएर यो भनेको डीएनएस सर्भरको लागि गुगलले प्रोभाइड गरेको नम्बर हो हैन। यो 888 भनेको 4वटा 8 माथि हैन, 2टा 8 र 2टा 4 चाहिँ तलपट्टि राख्नुस् हैन। राखिसकेपछि ओके गरिदिनुस् हैन। यसलाई ओके गरिदिनुस् हैन। अनि यसलाई पनि के गर्नुस् भन्दाखेरि अरु केही नचलाउनुस्, क्लोज गरिदिनुस् हैन। अनि यो गरिसकेपछि के गर्नुस् भन्दाखेरि एकचोटी तपाईको इन्टरनेट जोडेको छ भने, प्लग जोडेको छ भने झिक्नुस् हैन। वायरलेसबाट कनेक्सन गर्नु भएको छ भने वायरलेसलाई पनि एकचोटी अफ गर्नुस् हैन। अनि फेरि एक्टिभेट गर्नुस् हैन। यसो गरिसकेपछि हैन, अब यसो गरिसकेपछि तपाईको कम्प्युटर पहिलाभन्दा डेफिनेटली अलि छिटो चल्छ। एकचोटी प्रयोग गरेर हेर्नुस्, नबुझेको खण्डमा मलाई सोध्नुस् हैन। अब यति गरिसकेपछि तपाईको इन्टरनेट अलिकति फास्ट चल्छ हैन। र अब केही प्रब्लम छ भने मलाई जानकारी पनि गराउन सक्नुहुन्छ हैन। यदि तपाईलाई भिडियो मन परेको छ, यस्तो छ भने लाइक गर्दै गर्नुस् हैन। मेरो भिडियो च्यानललाई सब्स्क्राइब गरिदिनुस्। धन्यवाद।